So hi everyone and good morning. Welcome back to the RK vlog. सुजहरूलाई फेरि पनि स्वागत छ मेरो न्यू डे एन्ड न्यू भ्लगमा। गाइस म चाहिँ अहिले आइसकेको छु क्याफे हेर्नु र अहिले चाहिँ डोग्रा लगेर जान्छ हामीहरू। अहिले चाहिँ पुरा सी चाहिँ पुरा माथि छ अहिले समुद्र र मलाई चाहिँ निन्द्रा लागिरहेछ गाइस। चाहिँ निन्द्रा लागेर कस्तो भइरहेछ गाइजल चाहिँ तारा लिएर आइसक्यौँ। तारा त्यहाँ टक्क होइन ड्युटी टाइम सुरु भइसक्यो ठिक्क होइन ठिक्क 12 बजे होइन ड्युटी टाइम सुरु भइसक्यो हाम्रो होइन। अब बिहान आएको मान्छे होइन निन्द्रा अहिले पनि लागिरहेको छ। कफी खाइसक्यो फेरि पनि निन्द्रा लागिरहेछ मलाई होइन। अल्छी पनि लागिरहेछ पुरा हुन्छ नि शरीर पुरा लुलो लुलो टाइपको त्यो पनि भइरह। सो गाइस अहिले चाहिँ म भर्खरै खाना खाएर बसेको छु होइन। शरीर पनि लास्ट दुखिरहेछ आज चाहिँ किन झन् छिटो उठेर पनि छिटो उठेर पनि शरीर पुरा दुखिरहेको है। निन्द्रा पनि हल्का हल्का त लागिरहेछ झ पनि लागिरहेछ किन पुरा बडी जस्तो डुल्न लाग्यो। र गाइस आज चाहिँ होइन त्यो हुन्छ नि यहाँ त थाहा भएन जर्मनीमा हो क्या हो जर्मनीमा मात्र हो कि यो ठाउँहरूमा पनि अरू ठाउँहरूमा पनि देखिएको थियो त्यो हुन्छ नि जो सन र अर्थको बिचमा हुन्छ नि मुन जब पुरा सनलाई ढाकिदिन्छ त्यो के भन्छन् त्यसलाई याद यस्तो दिमागमा मात्र छ मुखमा आइरहेन कि के पो भन्छन् नि त्यसलाई के हो सोलर अनि त्योको नाम चाहिँ सीबाट हुन्छ सिएल के यस्तो थियो के पो हुन्छ त्यो इङ्ग्लिसमा के पो भन्छन् होइन त्यहाँ थाहा भएन मलाई याद छैन होइन। त्यो चाहिँ भएको थियो नि यस्तो दामी देखिन लागेको थियो त्यो हुन्छ तर यतातिर भएन क्या हो। यतातिर भयो भए त थाहा भइहाल्थ्यो होला। जर्मनीतिर चाहिँ भएको रहेछ त्यो चाहिँ भिडियोहरू लास्टै भाइरल चलिरह्यो नि त अहिले ट्रेन्डमा। त्यही कारणले चाहिँ मैले भक्क अघि नै बिहानै दिउँसै देखेँ है बिहानै त्यही 8-9 बजी देखेँ भिडियो त्यही हो चाहिँ मलाई लाग्यो क्या यतातिर त भएन क्या न त थाहा भइहाल्थ्यो होला। यहाँ यस्तै हुन्छ होइन पानी भरिदिन्छ वासरुमभरि पानी दिनमा 3-4 चोटि सफा गर्नुपर्छ यार। किन भरिनुको कारण चाहिँ गाइस यतातिर यस्तो नाली हुन्न क्या पानी यस्तो वासरुमको किचनको जे पनि होस् पानी होइन न समुद्रमा बगाउन पाउँछ न त यहाँ नाली छ। आफ्नै एउटा ड्रम हुन्छ ठुलो जस्तै हाम्रो उता ट्याङ्की हुन्छ नि टोइलेटको ट्याङ्की त्यति ठुलो ट्याङ्की हुन्छ नि यो यहीँ छ साइडको जुन मुख हुन्छ नि जहाँ पाइप खाली छ त्यति भरिरहेन त्यो चाहिँ त्यहाँ चाहिँ खासै पानी भरिरहेन गाइस किनभने त्यहाँबाट पनि अझै अर्को बाहिरतिर ड्रम जान्छ क्या त्यो चाहिँ ठुलो हुन्छ होइन लास्टै ठुलो ड्रम हुन्छ बाहिर हुन्छ होइन त्यो जमिनको तल र यहाँदेखि उहाँ जान्छ कि अनि यहाँ के होस् भने छानिने काम होइन यहाँ यो ठाउँमा चाहिँ छानिन्छ कि फोहोरहरू किचनको त्यस्तो फोहोरहरू छानिन्छ र अहिले चाहिँ त्यो आई थिङ्क पाइप हुन्छ नि जो मुख त्यो चाहिँ त्यो बन्द भइसकेको छ क्या भनेपछि त्यहाँ फोहोरहरू जम्मा भएको कारणले पुरा जमिसक्यो फेरि अब यो ढक्कनलाई पुरा खोल्नुपर्छ त्यहाँको त्यसपछि मात्र हुने हो। सर पनि आइरहेको छ अब सर आएपछि गर्छु होला सरले भन्छ होला गराउँछ होला काम यो त यस्तोहरू त दिनमा 4-5 चोटि लाग्नै पर्छ टोयलेटमा यत्तिकै यस्तो हालत भनेपछि यहाँ पनि यस्तो नि साउरमा तल जान्छ कतिखेर क्लिन गर्ने गेस्टहरू आइरहन् आफूलाई पनि च्यापेकै छ टोयलेटले के भनौँ के गरौँ यार यहाँ त दमदार पानी सुरु भइहाल्यो होइन गुल्लरी जाके मोरा सो गाइज अहिले चाहिँ साँझ भइसक्यो होइन अलि अगाडि पानी परेको थियो होइन अहिले चाहिँ हेर्नु न क्या देखिरहेको छ होइन अहिले हल्का हल्का त्यहाँ त सिमसिमे पानी परिरहेको छ अहिले पनि टक्क सनसेट पनि भइरहेको छ सूर्य त ऊ पर यहाँबाट देखिने यहाँबाट हेर्न गाह्रो हुन्छ हेर्न सक्नुहुन्छ टक्क भयो पनि अनि कोकोनट टक्क दामी पाराको सनसेट हेर्नु क्या दामी होइन
यस्तै हो मेरो त टाउको बिहानदेखि टाउको दुखेको छ गजलसम्म ठिक भएन सुतेर पनि ठिक भएन अब चाहिँ चाय खायो भने ठिक हुन्छ कि क्या हो चाय बनाउँछु अहिले गएर किनभने सेफले एउटा नयाँ रेसिपी दिनुभएको मलाई त्यो ट्राई गर्छु अहिले चिया बनाउन न चिया चाहिँ अब अर्कै रेसिपीको बनिरहेको छ यसमा चाहिँ चायमा मिल्क टीमा यो जान्छ आज कफी सेफले मलाई एडभाइस दिनुभएको छ न ट्राई गरौँ नेक्स्ट कफी हालेर त्यसलाई चाहिँ हल्का राम्रोसँग उम्लिनु दिउँ त्यसपछि यो हाल्नुपर्छ त्यसपछि अझै हल्का उम्लिनु दिनुपर्छ त्यसपछि दुध हाल्नुपर्छ त्यसपछि चाय खानुपर्छ गाइजमा अच्छा लाच्ची चाय बनाउन फर्स्टमा गाइज बास्ना पनि क्या दामी आइरहेछ टेस्ट पनि दबाल छ चाय एन्ड कफी मिक्स चिया एन्ड कफी मिक्स छ न गाइजमा न जुन बास्ना आइरह्यो नि त्यो पनि बवाल लाग्यो तर यहाँबाट हाम्रो अर्ग्यानिक केलाको पात आउँछ यसले डिसहरू बन्छ पक्क बेलामा एउटा काटिसक्यो महेशले ल महेशसँग त यता अब डिसको लागि जान्छ अनि प्लेटको लागि गाइस फेरि महेशलाई मान गाइजहरू चाहिँ राति भइसक्यो होइन ड्युटी सकिने टाइम पनि भइसक्यो आधा घन्टा मात्र छ त्यसपछि हाम्रो ड्युटी सकिन्छ हेर्न सक्नुहुन्छ क्याफे अहिले त्यति साह्रो गेस्ट होइन नि एउटा दुइटा गेस्ट बसेछन् र हाम्रो यहाँ अम्बाको दोकान लगाउनुहुन्छ गाइस तर अम्बामा केटाहरूले अम्बा खाइदिँदैन कि यति सानो सानो दाना भयो खाने केटाहरू अरू अम्बा खाइदिन्छ नि मैले थाहै पाएन क्या खाइदिएँ केटाहरूले दुईवटा यहाँ छ एउटा ऊ पर लाग्यो अर्को त्योभन्दा भित्र ऊ परदेखि लागेन गाइस त्यहाँ छ योभन्दा माथि पनि अझै होला गाइस कि माथितिर गएको के छाना माथि गएको छ यहाँको ल त गाइस हामीहरू चाहिँ लागिसक्यो अहिले ड्युटी सकाएर रुमतिर हेलो रुम जाते पता नि माथि किन हाल्यो यार माथि के लगाउने होला हिजोमा केटीलाई गेममा बोलाएर गेम खेल्यो होइन अरूचोटि हरेकचोटि मैले किल हाने के हरेक गेममा 4 किल 3 किल त्यसै हाने होइन जो टाइममा केटीलाई बोलाएर खेलिरहेको थिएँ होइन केटी र म अनि त्यतिखेर त म आँट्ने बच्चाहरू मर्या त्यो बच्चा बचाइ छ म मर्या त्यो बच्चा बचाइ छ म मर्या 1 किल पनि हाने त्यसले 3 किल हानी लास्टमा पछि के हुनु त्यस्तो बेज्जत हो केटीको बेज्जत नगर्नलाई तिमीले राम्रोसँग नखेल तिम्रो मनले भन्यो होला ए नखेल राम्रोसँग नखेल पहिला पनि त्यसै भयो कि त्यति धनगढी खेले त्यहाँ के हो के समीक्षा मल्ल भन्ने अलि खेले अझ मर्या होइन अनि त्यहीसँग केटाहरू थियो नि त त्यहाँ धनगढीका कुरा गर्दै खेलिरहेको थिएँ म पनि अब त्योमा म साथी थिएँ फेसबुकमै पनि साथी थिएँ खेलेँ अनि त्यो लास्टमा हुन्छ कि म ड्याङ्ग डाउनमा होइन ए यो मर्या रहन्छ यसलाई नबचाऊ अब नबचाऊ यसलाई मद्द देऊ भनिरहेको छ क्या त घर बिल्ला हान्दिया यार त्यसपछि म सिधै ब्याग भएँ क्या भमा ला कुल्फी खाने आज कुल्फी पैसा मेरो पनि छ होइन कुल्फी दो कुल्फी भैया गाइज हामीहरू चाहिँ यहाँको फर्स्ट टाइम कुल्फी ट्राई गरिरहेको छौँ भन बदल छ रातिको कति बजेको देव 10 बजिसक्यो होइन आज तिमी खेलाऊ अरू भोलि पर्सि म खेलाउँछु खाने हो कि त्यो साइकल चलाउने हो खाने हो नि कुल्फी कति बजी ठन्डा वाह भाइ 500 को नोट निकाल्न हो छुट्टा होइन यही हो म निकाल्छु दिनभरि धन्दा भए हुन्छ कि त म निकाल्छु छुट्टा खालि झ्याउ हुन्छ अरे झ्याउ हुन्छ त्यहाँ नभयो भने चाहिँ गर्ला भयो भने भइहाल्यो अंकल नहीं है ना आपके पास छुट्टा 500 का होगा ऑनलाइन कैश नहीं चलेगा कैश नहीं चेंज मैं देता हूँ चेंज कितना हो
140 ए ल समात चेन्ज नै साँदा न यार छिटो साँदा मेरो मेना छुट्टा एक हातमा कुल्फी छ अर्को मुखमा घुसाउ न यो हातमा कुल्फी छ यो मुखमा कुल्फी छ कुल्फी कुल्फीको जिन्दगी गाइज म नि खाइहालौँ कुल्फी मिठो भने के गाना छ त छिटो पिग्लिन्छ क्या यार त्यही त भने भ्याउ खल्टीमा छुट्टा बोकिराख्नु पर्छ अहिले फर्स्ट टाइम हामीहरू छुट्टा थिएन यदि मसँग पैसा नभइदिएको भए 20 रुपियाँ थियो हराइदियो कि यो यहाँ डेलीको डेली हुन्छ के छ तर बिस्तारामा गिरी आउनु सक्छ भन्ने मेरो ग्यारेन्टी हो होइन बिस्तारामा हजुर 20 रुपियाँ 20 रुपियाँले के हुन्छ अहिले अरे हुन्छ नि तिनीहरूसँग छुट्टा नै भन्दा छुट्टा भयो भने त्यही हो ओ माई स्पिड यही स्पिड गरेर यहाँनिर एक्सिडेन्ट भएको थियो अरे कुल्फी खोज्ने हो तिम्रो भने पछाडि हो गाइज अहिले चाहिँ रुम पुगिसकेपछि टक्क फ्रेस भएर म चाहिँ लाग्छु अब भ्लग एडिट गर्न र त्यसपछि लाग्छु सुत्न या मुभी हेर्छु जे गर्छु मेरो मर्जी डालेबाट केडा हो अगाइकन जान्छु म आजको ब्लगलाई चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु आई होप हजुरहरूलाई मेरो ब्लग राम्रो लाग्यो होला यदि राम्रो लाग्यो होला भनेपछि इन्स्टामा र फेसबुकमा पनि फलो गरिहाल्नु गाइज एन्ड सब्सक्राइब चाहिँ गरिहाल्नु होला किनकि 29 सब्सक्राइबर फ्यामिली पुगिसक्यो हाम्रो र 30 पुगाउनु छ क्या त्यसले 30 सब्सक्राइबर पुगाउनु छ छिटो सब्सक्राइबर गरेर सब्सक्राइब गर्नु होला र 30 सब्सक्राइबर पुगाइसकेपछि टक्क इन्स्टाको बायोमा लेख्छु नि 30 सब्सक्राइबर फ्यामिली भनेर भएन ल सब्सक्राइब गरौँ फलो गरौँ इन्स्टामा फेसबुकमा गएर युट्युबको डिस्क्रिप्सनमा राखिदिएको छु मैले लिङ्क डिस्क्रिप्सनमा गएर लिङ्कमा दाबेर टक्क लिङ्कमा गइसकेपछि फलो गरेर र युट्युबमा पनि सब्सक्राइब गरिहाल्नु होला फेरि पनि भ्लगहरू आउँदै गर्छ किनभने डेली भ्लग हो सेम भ्लग हो त्यस्तै टाइपको छ तर अहिले छ पछि त गइहाल्छ बानी नबसेको हुनाले हात दुखिहाल्यो गाई चाहिँ ल अब चाहिँ म लाग्छु गुड नाइट बाई बाई से यु टुमारो